हेलो साथीहरू, सेवा नमस्ते, वेलकम टु माई सपना अफिसियल युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अनि आज नयाँ दिन नयाँ भिडियोको साथमा म आइसकेको छु तपाईँहरू सामु। म चाहिँ आज राम्ररी भएर बाहिर निस्केको छु। म चाहिँ दिदीहरूसँग साथीहरूसँग आज चाहिँ हाम्रो भेटघाट छ। पाहाडबाट आउनुभएको दिदी अनि भेटौँ न भन्ने सल्लाह गरेर हामी चाहिँ बाहिर निस्किँदैछौँ। बहिनी पनि जाने सल्लाह चाहिँ गरेको, तर बहिनी चाहिँ बाहिर जानुपर्ने भएर ऊ चाहिँ बाहिर निस्किसकेको छ। हामी चाहिँ अब चोकमा भेटेर बाहिर निस्किन्छौँ। अनि अब गर्मी चढिसक्यो, कहाँ फेरि फर्किनु भएको? ए अनि अब यहाँबाट म सफारी चढेर चोक जान्छु। सफारी पाउनै गाह्रो छ हौ यता। कस्तो सफारी पाउन कति गाह्रो छैन हौ। खाना खाने टाइम हो नि त यो टाइम। अनि एउटा सफारी त त्यही पनि भरिसकेको सफारी रहेछ। सामान बोकेको सफारी। अनि अब हामी चाहिँ यहाँ चोकमा आइसकेको छौँ। बहिनीसँग भेट भइसकेको छ। अब अरूसँग अरू दिदीहरूसँग भेट्न बाँकी छ। अनि कस्तो राम्रो राम्रो के यहाँ पर दिदी आइसक्नु भएको छ अरे। म त्यहाँ दिदीलाई रिसिभ गर्छु। अनि बाँकी तिनजना दिदी आउन बाँकी छ। उहाँहरू चाहिँ उता मोरङबाट हो, कोही यहीँ इटारीबाट। अनि कहाँ जानु भएछ त? राम्रो हुनु न, अलिक ह्यान्डसम हुनु। आयो सिँगार पेटार गर्नुहुन्छ क्या। अब म दिदीलाई रिसिभ गर्नु। भेटेपछि जानुपर्छ। खोइ कहाँ हो? कहाँ जानुभएको छ? कता हो यो? हाम्रो नाना हुनुहुन्छ हौ यहाँ, तर कहाँ झर्नु भयो क्या? कुन साइडमा हुनुहुन्छ? यहीँबाट च्याएर तर्साइदिउँ न। खोइ त नि। ब्युटिफुल नाना त हुनुहुन्न त। नै यहाँ कहाँनिर हौ? खोइ कहाँ हौ न? कति नमस्ते। हेलो हेलो। मैले त्यसै
खै अरू बाँकी आउनु ल हामी चाहिँ भेट भइसकेको छौँ नानाहरूसँग अब यहाँबाट हामी मुभ हुन्छौँ कालीले मलाई रिस उठाएर आज भोलि हाम्रो केर्खा जानुपर्ने काम छ पनि आऊ भन्दै भर्खर उठ्छ अनि स्कुटीमा आउँछ भन्दै हुनुहुन्थ्यो त ल्याउनु भयो स्कुटी ल्याउनु भएको छ छैन ए निरुले नि स्कुटी भन्दै हुनुहुन्थ्यो कि यहाँ गाडी सफारी गर्नुपर्छ ल साथीहरू अब हामी चाहिँ यहाँबाट साथीहरू नै भेला भएन कि हाम्रो टाइममा अब कति राम्री नि कति राम्री के म त लोभ लागेर कस्तो राम्री के गरिन गोरी के धरानमा आइरहेको थियो एकछिन भनेको खै हो हाम्रो साथीहरू त आम्मामा धेरै पछिको दर्शन तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ अलिअलि जिस्किन्छ क्या मैले त झन् काममा जे जति छ काम त्यति मात्रै उसको काममा हिँडिजान्छ रामधुनी ए कहाँ हो रामधुनी चाहिँ त्यही हाम्रो फोन छेउतिर भन्दै भने त एक बाटै अब सकिरहेको भए त म स्कुटीमा गर सकेकै छैन भनेर चाहिँ भरै मलाई तल पर्खाइ गर्छ मैले फोन गरेको गरेको छैन सुरु भने पछि उठायो अनि गयो भनेको म नाना भन्नु गएँ नाना भनेको किचनमा नाना मेरो त पकिँदै छिटो गरे भने अनि त्यो बेलबारीबाट आउँदा त मलाई त अनि यिनीहरूले त सुनाउँछ त नि त्यो बेलबारीबाट आउँदा म यहाँ धरनबाट जाँदा त एकछिनमा पुगिहाल्छु भनेर बिहान आउनु न भनेको आउनु नै लजाउनु भयो लजाएर म त अनि झर्नु त आज झरेको कि हिजो झरेको आज बिहान झरेको नि हिजो झर्ने मैले चाहिँ गाडीमा आज झरेको कि के बाइकमा झरेँ अनिलेकोमा साँडाकोमा झरिस् होइन खाऊ अँधेरीको त्यो अनिले ल है साथीहरू हामी चाहिँ ट्रेन ताल मायाको तालमा आइसकेको छौँ मायाको तालमा माया चाहिँ मायाहरू त छैन कोही विदेश छन् कोही घरदै छन् हामी चाहिँ आइसकेको छौँ यता ताल पनि देख्नु हाम्रो चाहिँ जलेर मरिसक्यो तपाईँ परिवार बिना त म जाएको है आज मलाई चाहिँ भेलाले कहाँ जा भन्दै केराबारी जा भन्दै थियो एउटा काम छ र ल भनेर आज अब यता आएँ मासु घरकै हो ठकाउँदै गर्नुपर्छ ठकिहाल्छ नि एक न एक दिन कस्तो राम्रो दिदीहरू के बाहिरको चाहिँ सकेर चित्त नदुखाउँ होइन सकेसम्म घरकै त अब एक दिन भयो 2 दिन भयो ताई लागिहाल्छ नि फर्किहाल्छ ल तैँले स्टाटस लेख्दै थिइस् त टिकटकमा म रिस उठेको भए पो झगडा गर्नु मन दुखेको छ श्रीमानको नहसानु म त्यो देखेर चाहिँ दिमागमा एकदम मनमा खुल्दुली जागेको खाइले कहनु नसकेको अब बुढालाई कहनु नसकेको त्यहाँ बोकाएको होला ल साथीहरू हामी चाहिँ आइसक्यौँ दाजु भरे नै ल म भरे फोन गर्छु तपाईँलाई ल भरे हौ नाना हामी दिइहाल्छौँ नि त भरे पनि लिन आउने हो मलाई त माथि है अनि हाम्रो दाजु सेवा सेवा हो मेरो बहिनी सेवा के बुतो सेवा के आउनु न रिङ्गटा लाग्दैछ नि उल्टो बस्नु भएर सफारीमा नै स्टाफहरू आउनु भएको छैन कि क्या ए अर्को यो तल बनाएको यसपालि त म निधाएर कसम छाडी आइपुगेको नि फर्स्ट टाइम आउनु भएको हो नि यहाँ उहाँहरू अहिले म चिन आउनु ल साथीहरू हामी चाहिँ हाम्रो लोकेसनमा आइसक्यौँ अब हामी यहाँ रमाइलो गर्छौँ नाच्छौँ गाउँछौँ यता हाम्रो भिडियो बनाउँदैछ